남다 수지 시기 사시 땡진 밤에 릴링 고베 시럽니데 나위 추군사 톱조 등군 좁라 차사 로 연대 군시 수제된 보제 라바 참에 내라 구제베 울메 자진 차와 남기 내된도와 진라 차사 로 주자린지 게베 이시가 시자든지 공바 대상지 도자이시 줄라 포제베 모가르도제 창라 차사로 अनि इस समय उपस्थित यहाँहरु सम्पूर्णलाई अनि टस्टेले भन्न चाहन्छु अनि धेरै समय नलिकिन अनि केही शब्द राख्ने छु किन भन्दाखेरि तपाईहरुलाई पनि अनि बिहानदेखि नै बिहान 3 बजी 3-4 बजीदेखि उठ्नु भएको होला धेरै थाकिसक्नु भयो जस्तो लागिरहेछ त्यसकारणले अलिकति 1-2 शब्द राखेर अनि म टुङ्ग्याउने छु अनि अष्टशीलको विषयमा चर्चा गर्छु भने चाहिँ अहिले अष्टशीलको अनि उपवासको विषयमा भन्न गइरहेको छु हामीले नेने लागे भनौं अनि अष्टशीलको उपवास हो यो अष्टशीलको उपवास चाहिँ अनि ग्रहण गर्ने व्यक्ति भनौं ककलले चाहिँ अनि यो उपवास लिन सकिन्छ भन्दाखेरि पुरुष होस् वा स्त्री होस् वा तेस्रो लिङ्ग सबै मनुष्यले अनि यो अष्टशीलको उपवास चाहिँ लिन सकिन्छ अनि यो प्रदान गर्ने यो अष्टशील अनि दिने व्यक्ति चाहिँ कस्तो हुनुपर्छ भन्दाखेरि यो अष्टशील दिने व्यक्ति चाहिँ अब गृहस्थी उपासक उपासिका भए पनि हुन्छ अनि अब लामाहरू अनि भिक्षुक भिक्षुणीहरू भए पनि हुन्छ यो उपवासको शील दिनुको लागि चाहिँ अनिवार्य रूपमा भिक्षु लामै हुनुपर्छ भन्ने छैन र पनि अहिले तपाईहरुलाई यहाँ जुबिन लामाले अनि प्रदान गरिराख्नु भएको छ तपाईहरुलाई यो उपवास ग्रहण गर्ने तरिका चाहिँ के हो भन्दाखेरि मूल अनि हामीले बिहान अनि जुबिनलाले पहिला भन्नु हुँदै रहेछ अनि फेरि हामीले पछि दोहोर्याउँदै रहेछौं नि त यो 3 चोटी दोहोर्याउँदै रहेछौं हैन यो 3 चोटी यसरी दोहोर्याएपछि चाहिँ अनि हामीहरूले अनि त्यति बेला प्रतिज्ञा लिएको हुन्छौं अनि त्यति बेला चाहिँ हामीले उपवासको शील अनि प्राप्त हुने हो अनि उपवासको शील चाहिँ अनि कति समयसम्म कति अवधिसम्म पालना गर्नुपर्छ भन्दाखेरि अनि 1 दिनको हामी उपवासको शील लिएको हुन्छौं जस्तै हामी भिक्षुको शील लिँदाखेरि 1 दिनको लागि नलिएकिन आजीवन अनि आजदेखि अब जबसम्म जीवन रहन्छ तबसम्म नै म शील पालना गर्छु भन्ने आजीवनै शील लिएको हुन्छ तर यो उपवासको शील चाहिँ अनि 1 दिनको लागि जब भोलिको सुरु उदय हुँदैन तबसम्म चाहिँ म अनि अष्टशील पालना गर्छु भन्ने एउटा धारणाले अनि उपवासको शील लिएको हुन्छ त्यसकारणले यस उपवासमा अनि मूल अनि आफूले पालना गर्नुपर्ने शील चाहिँ 8 वटा हुन्छ जस्तै कि हामीले बिहान दोहोर्याए चाहिँ अष्टशील चाहिँ के हो भन्दाखेरि देङने सोक्चो मिजासिङ भनेर हामी बिहान पढ्यौं नि है देङने सोक्चो मिजासिङ भनेको चाहिँ यो एउटा शील हो प्रथम शील हो यो म प्राणीको हत्या गर्दिन आजदेखि अहिलेदेखि चाहिँ अब म प्राणी हत्या गर्दिन भन्ने त यो एउटा अष्टशील मध्येको प्रथम हो शरीरबाट त्याग्नु पर्ने त्यसै गरी म चोरी गर्दिन सेङ्गी नोरिया लाङमिजा भनेको अरूको धनहरू म लिदिन चोरी गर्दिन भनेको यो दोस्रो भयो तेस्रो चाहिँ ठिकपे छोक्या मिचोचिङ भन्नाले म शारीरिक सम्बन्ध राख्दिन भनेको यो 1 दिनको लागि हैन अष्टशील अब 1 दिनको लागि अनि म अनि शारीरिक सम्बन्ध राख्दिन जस्तै अब विवाहित अब श्रीमान श्रीमती भए तापनि यो उपवासको दिन चाहिँ म शारीरिक सम्बन्ध राख्दिन भनेर अनि
यो सिल पालना गर्नुपर्ने हुन्छ। यो तेस्रो भयो हैन। चौथो चाहिँ नि जुङ्गी छिक्या मिमाओ भने अनि म झुटो बोल्दिन, अरूलाई ठग्नको लागि म झुटो बोल्दिन भनेर यो भनिएको हो। यो चौथो सिल हो, झुटो नबोल्नु। अनि क्योन्नी माबो निर्देबे छङनी योसु पावर झा भन्दैछ नि। अब छङ भनेको त अब मदिरापन, मध्यपन जुन हामीलाई अब सेवन गर्दाखेरि हामी मात्छौँ त्यसलाई नै अब छाङ भन्यो हैन। छाङ चाहिँ अनि छाङनी योसु पावर झा, छाङ पनि म त्याग्छु भनेर चाहिँ यति बेला अनि प्रतिज्ञा लिएको हुन्छ। अनि त्यसै गरी ठिदेन छेतो मिजासिङ भनेको चाहिँ अनि म यो उपवासको अष्टशीलको पालना गर्ने समयमा चाहिँ ठिदेन छेतो भनेको चाहिँ उच्च अनि आसनमा हैन, अनि ठुलो आसनमा म बस्दिन भनेर भनेको हो। अनि त्यसै गरी देशिन दुईमा हिँबे से भनेको चाहिँ अकाल भोजन गर्दिन, बेला बखतको भोजन गर्दिन। जस्तै हामी दिउँसोको भोजन गरिसकेपछि, दिउँसोको भात खाइसकेपछि अनि त्यसपछि हामी भातहरू खाँदैनौँ नि त हैन। आज हामीले दिउँसो भात खाएको थियौँ, भोजन गरेको थियौँ, त्यस पश्चातदेखि हामीहरूले अनि फलफुल होस् या अनि भातै होस् अनि हामीले खाएको छैनौँ नि त हैन। त्यही कारणले अकाल भोजन म गर्दिन भनेको हो। अनि त्यसै गरी ढिदा ठेवा गेन्दानी घरदा लुसो पावर झा भन्नाले अनि म सुगन्धित पदार्थहरू छर्किदिन। अनि त्यसै गरी सुन्दरताको लागि म अनि मालाहरू लगाउँदिन। त्यसै गरी अनि गरगहनाहरू घेन्छ भन्नाले गरगहनाहरू पनि म धारण गर्दिन। त्यसै गरी घर भन्नाले अनि घर भन्नाले चाहिँ अब नाच्ने हो, नाचहरू पनि म नृत्य नाचहरू पनि गर्दिन। लु भन्नाले चाहिँ अब गीत गाउने हो, अनि गीतहरू पनि म गाउँदिन। सो अब त्यसभित्र अनि बाजागाजाहरू पनि म बजाउँदिन। रमाइलोको लागि अनि गीत गाउने, नाच्ने, बाजा बजाउने हुन्छ नि, इत्यादि पनि म गर्दिन भनेर यो एउटा हो। अष्टशील अब एकचोटि फेरि हामी गन्ती गर्नेछौँ है त। प्राणी हत्या गर्दिन एउटा भएन, चोरी गर्दिन दोस्रो, तेस्रो चाहिँ अनि म शारीरिक सम्बन्ध राख्दिन भनेको हैन एक दिनको लागि। अनि चौथो चाहिँ अनि म झुटो बोल्दिन। अनि पाँचौँ चाहिँ म मध्यपान भनौँ छङहरू पिउँदिन भनेको पाँचौँ भएन। अनि छैटौँ चाहिँ अब उच्च आसन र अनि ठुलो आसनमा म बस्दिन हैन, 5 6। अनि सातौँ चाहिँ अनि म अकाल भोजन गर्दिन, बेला बखतको जति पाए त्यति बेला म भोजन गर्दिन भनेको नि त हैन, 6 7 भयो। अनि आठौँ चाहिँ अनि त्यस्तै गरी अनि घाँसो ठेङ्सो भन्नाले अनि नाचगानहरू गर्ने अनि गरगहनाहरू लगाउने यस्तो म गर्दिन भनेर अब यो आठौँ सिल पालना गरेको हुन्छ। अनि हामीहरूले यो उपवासको अष्टशील किन लिएको त भन्दाखेरि चाहिँ यहीँनिर अनि हामीले बिहान पढ्ने किताबमै रहेको छ। हामीले अष्टशील भनौँ सोझौँ लिनुपर्ने अनि उद्देश्य चाहिँ के हो भन्दाखेरि सेम्जे थम्चेगी ढङ्गी छिर्दा भनेको चाहिँ सर्वप्राणीको हितको लागि अरे एउटा कारण चाहिँ हामीले बिहान सोझौँ लियौँ नि त, अष्टशील पालना गर्छु भने प्रतिज्ञा लियौँ नि त। यो किन प्रतिज्ञा लिएको, सोझौँ हामीले किन लिएको भन्दाखेरि सर्वप्राणीको हित गर्नको लागि अरे। अनि त्यसै गरी फेम्पर झ्यावे छिर्दा भन्दाखेरि अनि अरूलाई अनि उपकार गर्नको लागि अरे। त्यसै गरी ढोवर झ्यावे छिर्दा भनेको चाहिँ अनि प्राणीहरूलाई मुक्त गराउनको लागि अरे। नेमेपर झ्यावे छिर भन्नाले अनि प्राणीहरूको रोग व्याधिहरूबाट मुक्त गराउनको लागि होस् भन्ने उद्देश्यले अरे। मुझे मेपर झ्यावे छिर भन्नाले अनि अनिकाल भोकमारीहरूको अन्त्य होस् भन्ने उद्देश्य लिएर अनि उपवासको सिल लिने गरे। अनि त्यसै गरी अब झाउँछु कि छोगी छोएन हिउँसो झोपर झ्यावे छिर भन्नाले बोधि पक्षको धर्म भनौँ, हामीले मार्ग अभ्यास गर्दाखेरि धेरै त्यहाँनिर गुणहरू हुन्छ, सद्गुणहरू हुन्छ, त्यो आफू मनमा सम्पन्न गर्नुको लागि अरे।
लानामे याङ तपर चोबे जान्छु तोपर चावे छिर भन्नाले अनि बुद्धत्वको सर्वज्ञान अनि हासिल गर्नको लागि इत्यादि कारणहरूको लागि चाहिँ इत्यादि उद्देश्यले चाहिँ अनि हामीहरूले सोझौँ लिएको अष्टशीलको अनि उपवास बसेको भन्छ हैन। आफ्नो लागि मात्र नभइकन आफ्नो परिवारको लागि मात्र नभएर सर्व प्राणीको लागि हैन। अनि रोग व्याधि अन्त्य हुनको लागि भोगमारीहरू अन्त्य हुनको लागि चाहिँ अनि हामीहरूले उपवास भनौँ अनि अष्टशील चाहिँ हामीले लिएको हो र अनि यो अष्टशील उपवास पालना गर्नाले हामीलाई के लाभ हुन्छ भन्दाखेरि अनि नेजुकी दो भनौँ वशिष्ठ सूत्र भन्ने बुद्धको वचन छ त्यसमा अनि बुद्धका अनुयायी वशिष्ठ भन्ने र अनि शाक्यमुनि गौतम बुद्ध बीचको एउटा कुराकानीहरू रहेको छ। बुद्धका अनुयायी बुद्धको चेला वशिष्ठले गौतम बुद्धलाई प्रश्न गर्नुहुन्छ। के प्रश्न गर्नुभयो भन्दाखेरि यदि दुईजना व्यक्तिले अनि एकजनाले चाहिँ आजीवनै दान यसरी गरिरह्यो हैन। अनि एकजनाले चाहिँ एक दिन अष्टशील पालना गर्यो भने अनि कुन व्यक्तिको चाहिँ पुण्य ठुलो हुन्छ भनेर गौतम बुद्धलाई प्रश्न गरेको थियो। अनि त्यति बेला गौतम बुद्धले के उत्तर दिनुभयो भन्दाखेरि आजीवन दान गरेको र एक दिन अष्टशील पालना गरेको यो बराबर यसको पुण्य बराबर हुँदैन अरे, सामान्य हुँदैन अरे। किन भन्दाखेरि उसले आजीवनै दान गरोस् हैन। जस्तै कि यस जम्बुद्वीपको हैन अरहत्व प्राप्त मोक्ष प्राप्त गरिसकेको अरहत्वहरूलाई अनि धेरै बहुमूल्य वस्तुहरू आजीवनै दान गरे तापनि अनि एक दिन हामीले अष्टशीलको उपवास बसेको पुण्य चाहिँ 100%मा 1% पनि हुन सक्दैन, हजारौं प्रतिशतमा 1% पनि बराबर तुलना गर्न सकिँदैन। धेरै नै हजारौं गुणा अनि अष्टशील एक दिन अष्टशील पालना गरेको चाहिँ पुण्य धेरै हुन्छ भनेर चाहिँ अनि गौतम बुद्धले यसरी जवाब दिनुभएको छ। यस सन्दर्भबाट पनि हामीहरूले आजीवनै दान हैन, आफूले आफ्नो धन सम्पत्ति जति छ सबै दान आजीवनै दान गरेर गर्नुभन्दा पनि हामीहरूले एक दिन अष्टशील राम्ररी पालना गर्यौं भने त्यसको पुण्य चाहिँ ठुलो छ भनेर चाहिँ गौतम बुद्धले स्वयंले नै भन्नुभएको छ। अन्त त्यसै गरी अर्को अनि विनय सूत्रमा केही एउटा कथा छ, म त्यसलाई जोड्न चाहन्छु हैन। श्रावस्ती भन्नाले अहिले भारत भूभागमै पर्छ, भारतभित्र पर्ने श्रावस्ती भन्ने छ। शाक्यमुनि बुद्ध धेरै समयसम्म बसिराख्नु भएको ठाउँ चाहिँ श्रावस्ती हो। अनेकौं ठाउँमा उहाँ घुम्दै फिर्दै प्रवचनहरू दिनुभयो, तर धेरै लामो समयमा बस्नुभएको ठाउँ चाहिँ श्रावस्ती हो हैन। अहिले युपी उत्तर प्रदेश भित्र पर्दछ श्रावस्ती भन्ने। अनि त्यति बेला त्यस ठाउँमा एक गृहपति भनौँ एक पुरुष विवाहित पुरुष थियो। उहाँको नाम चाहिँ अनि तोप्दे भनौँ बलसेन, गृहपति बलसेन भन्ने हुनुहुन्थ्यो। उहाँलाई अनि पुत्र लाभ भनौँ उहाँको छोरा थिएन। त्यसकारणले छोरा प्राप्तिको लागि अनि देवहरूलाई पूजादेखि लिएर प्रार्थनाहरू धेरै गरे र केही समय पश्चात उहाँलाई धेरै सुन्दर एउटा पुत्र लाभ भनौँ छोरा जन्मियो, छोरा उहाँले पाउनुभयो र त्यस छोरा चाहिँ अति सुन्दर हुनको साथसाथ जन्मजातै उहाँको कानमा चाहिँ बहुमूल्य रत्नको एउटा कुण्डल पनि साथमा थियो अरे क्या हैन। हामी त अब कुण्डलहरू त बनाउँछौँ, तर त्यस बालकको कानमा चाहिँ जन्मजातै रत्नको कुण्डल थियो अरे। त्यस कारणले त्यस बालकको नाम पनि बहुमूल्य श्रवण भनौँ अनि नवा झेवारी भन्ने अनि नामकरण गरियो।
र त्यस बालक केही वर्षपछि ऊ ठुलो भयो। ठुलो भएपछि ऊ व्यवसाय गर्ने उसलाई इच्छा जाग्यो हैन, व्यापार गर्ने उसलाई इच्छा जाग्यो। अनि व्यापार गर्नको लागि अनि पहिला जमानामा भए अनि समुद्रमा जाने, समुद्रमा गएर रत्नहरू लिएर आउने हैन, अनि व्यापार यसरी बेचबिखनहरू गर्ने यस्तो थियो अरे। र उहाँ रत्नको खोजीको लागि अन्य व्यापारीहरूसँगै जानुभयो अरे। र पनि रत्नहरू लिएर आएर अनि समुद्रको किनारमा उहाँ विश्राम गरिराख्दाखेरि अनि साथीहरूले चाहिँ छोडेर उहाँ एक्लै रहनु भएको थियो अरे। अनि त्यस कारणले उहाँ घुम्दै जाँदाखेरि अनि रात्रि समयमा चाहिँ अत्यन्तै सुन्दर दरबार भेट्यो अरे। त्यस दरबारभित्र चाहिँ सुन्दर 4 स्त्री र एक पुरुष चाहिँ एकदम भोग विलास भनौँ रमाइलो मनोरञ्जन गरिरहेको थियो अरे रात्रिको समय। तर जब बिहान भयो तब रात्रिका ती सुन्दरी स्त्रीहरू 4 स्त्रीहरू थिए, ती स्त्री नै कुकुर बनेर त्यस पुरुषको अनि मासु चाहिँ चोक्टा अब मासु चाहिँ फेरि त्यो कुकुरले खान थाल्यो अरे हैन। पहिला चाहिँ अब स्त्री 4 जना स्त्री थिए हैन, सुन्दर स्त्रीहरू थिए, पुरुष साथमा अनि मनोरञ्जन गरेर आरामले बसिरहेको थियो हैन। जब बिहान भयो त्यो 4 वटा स्त्री नै 4 वटा छोरी मान्छे नै केटी नै के भन्दा कुकुरमा परिणत भएर अनि त्यस पुरुषको मासु खान थाल्यो अरे। त्यस दृश्य चाहिँ त्यस व्यापारीले देखेछ र अनि त्यसलाई अनि यो किन भएको त भनेर सोद्धाखेरि अनि त्यस पुरुषले के जवाब दिएछ भन्दाखेरि पहिला त्यस व्यक्ति चाहिँ पूर्व जन्ममा अनि ध्वजोक भनौँ अहिलेको वर्तमानको तक्षशिला पाकिस्तानतिर अहिले सायद पढ्न सक्छ, पाकिस्तानतिर पढ्ने तक्षशिला अहिले भूभागमा पर्छ। त्यति बेला तक्षशिलामा रहनुहुने अनि एक कसाई हुनुहुन्थ्यो अरे। कसाई भन्नाले अब जस्तै मासुको व्यापार गर्ने हुन्छ नि, अब कुखुरा काटेर मासु बेच्ने, अनि त्यसै गरी खसी काटेर यसरी मासुको व्यापार गर्ने हुन्छ नि कसाई, उहाँ त्यस्तो हुनुहुन्थ्यो अरे तक्षशिलामा। उहाँ तक्षशिलाको निवासी, उहाँ बस्ने, गाउँमा बस्ने, नगरमा बस्ने एक कसाई हुनुहुन्थ्यो अरे क्या। अनि त्यति बेला फाक्पा कत्यायना भनौँ, अघि जुबिनलालले पनि कुरा गर्नुहुँदै थियो नि, फाक्पा कत्यायना, आर्य कत्यायन भन्ने, उहाँ त्यस नगर तक्षशिला नगरमा चाहिँ धर्म प्रवचन दिनु जानुभएको थियो अरे। त्यति बेला त्यस कसाईसँग पनि भेट भएको थियो अरे। अनि त्यति बेला फाक्पा कत्यायनीले त्यस कसाईलाई के भएछ भन्दाखेरि अब तिमीले यस्तो कसैको काम नगर, अन्य प्राणीको हत्या गर्ने काम नगर, अब यो छोडिदेऊ, प्राणी हत्या गर्ने यस्तो कुकरमा छोडिदेऊ भनेर भन्नुभयो अरे। र पनि त्यस कसाईको त अब उसले आफ्नो घर व्यवसाय भनौँ आफ्नो जीवनै अब उसले कसैको काम गरेर हैन मासु बेचेर गरिरहेको कारणले अनि उसले अनि म कसैको काम चाहिँ हैन मासु काटेर बेचबिखन गर्ने कसैको काम चाहिँ म छोड्न सक्दिनँ भन्यो अरे। अनि र पनि उसले के प्रतिज्ञा गर्यो भन्दाखेरि फाक्पा कत्यायनाको सामु उसले के प्रतिज्ञा चाहिँ लियो भन्दाखेरि दिनमा चाहिँ म कसैको काम गर्छु, तर म रात्रि चाहिँ म कसैको काम छोड्न सक्छु, रात्रि चाहिँ म कुनै पनि प्राणीहरूलाई हत्या गर्दिनँ, आजदेखि म कुनै राति चाहिँ कुनै पनि प्राणीलाई म हत्या गर्दिनँ भनेर प्रतिज्ञा लिएको थियो अरे। भनौँ दिनमा चाहिँ उसले प्राणी हत्या गर्थ्यो, तर रात्रि चाहिँ प्राणी हत्या त्याग गर्ने उसले शील पालना गरेको थियो अरे। त्यसको परिणामले चाहिँ अहिले ऊ वर्तमानमा रात्रिको समय चाहिँ 4 जना स्त्रीको सुन्दर स्त्रीको समय साथ अनि मनोरञ्जनसँग भोग विलाससँग रहेको अरे। तर ऊ दिनमा चाहिँ कसैको काम गर्ने नि त, अब प्राणीहरूलाई काटमार गरेर मासु बेच्ने हो नि त कसै भएर, दिनमा चाहिँ प्राणी हत्या गरेको कारणले अनि
बिहान हुने बित्तिकै त्यस स्त्री स्वयं अनि कुकुरमा परिणत भएर अनि उसलाई चोक्टा चोक्टा अनि मासुहरू चाहिँ खाएको यसको परिणाम चाहिँ हो भनेर भन्यो अरे। त्यसै गरी पहिलाको त्यो व्यापारी अनि अझै अगाडि बढ्दै जाँदाखेरि अनि दिनमा त्यसै गरी अनि एउटा सुन्दर ठाउँमा आएपछि दिनमा चाहिँ सुन्दर स्त्री र स्त्री थियो अरे होइन। सुन्दर स्त्रीले चाहिँ नि एकजना पुरुषलाई चाहिँ एकदम सम्मान सत्कार गरिराख्थ्यो अरे दिनमा चाहिँ। अनि त्यसै गरी त्यो दिनमा सम्मान सत्कार गर्ने पुरुष नै अनि राति हुँदा चाहिँ फेरि कुकुरमा परिणत भएर फेरि त्यस पुरुषलाई अनि झम्टी झम्टी मासुहरू खाने गर्थे अरे। अनि त्यो दृश्य पनि उहाँले देख्नुभयो अरे। अनि त्यो दृश्य चाहिँ अनि त्यस पुरुषलाई सोधेको अरे, यो चाहिँ के को परिणाम हो, यो चाहिँ किन यस्तो भएको हो भनेर सोद्धाखेरि अनि त्यस पुरुषले के जवाब दिएछ त भन्दाखेरि, म पूर्व जन्ममा चाहिँ म राति चाहिँ अनि व्याभिचार गर्थेँ अरे होइन, अन्य स्त्रीहरूसँग अनि शारीरिक सम्बन्ध राख्ने व्याभिचार गर्थेँ, तर म दिनमा चाहिँ व्याभिचार गर्दिनँ थिएँ अरे। त्यस कारणले रात्रि व्याभिचार गरेको कारणले गर्दाखेरि चाहिँ उसलाई रात्रि चाहिँ अनि त्यस कुकुरले अनि उसलाई कुकुरले उसको मासु खाएको र उसले दिनमा चाहिँ व्याभिचार त्यागेको कारणले गर्दाखेरि दिनमा चाहिँ अनि एक स्त्रीले उसलाई सम्मान सत्कार गरेको हो भनेर चाहिँ यसरी बतायो अरे। मतलब यो चाहिँ अनि विनय सूत्रभित्र यो कथाहरू पाइन्छ। यसले चाहिँ के बुझाएको छ भन्दाखेरि हामीहरूले पुरा एक दिनै अब अष्टशील पालना नगरे तापनि होइन, एउटा प्राणी हत्या नगर्नेशील होइन, दिनमा प्राणी हत्या गरे पनि राति प्राणी हत्या नगर्दा पनि त्यसको परिणाम फलहरू पाइन्छ भने अनि हामीले दिनरात दुवै प्राणी हत्या त्याग्यौँ होइन, दिनरात दुवै अनि हामीहरूले अनि व्याभिचारहरू त्याग्यौँ। मतलब अब एक दिन र रात दुवैमा हामीले अष्टशील चाहिँ अनि पालना गऱ्यौँ भने यसको अनि परिणाम भनौँ, यसको फल चाहिँ अवश्य नै सुन्दर र राम्रो हुन्छ भन्ने चाहिँ हामीले यस प्रसङ्गबाट बुझ्न सक्छौँ। र अनि अष्टशील पालना गर्नाले चाहिँ अवश्य नै हामीलाई अनि यस जीवनमा पनि राम्रो हुनेछ र आउने जन्ममा पनि अवश्य नै यसको फलिफाप हुनेछ भनेर हामीले विश्वास गर्न सक्दछौँ। अनि त्यस कारणले तपाईँहरूले नि आज बिहान अष्टशील लिएको होइन, अब एक रात सकेपछि भोलिको सूर्य उदय भएपछि अनि एक दिनको अब अष्टशील अनि पुरा हुनेछ। अनि फेरि हामी भोलि बिहान फेरि अनि त्यसै गरी हामी सोझौँ नयाँ लिनेछौँ है। त्यति भन्दै अनि अहिलेको एक दुई शब्द चाहिँ म यहीँ टुङ्ग्याउन चाहन्छु। ओ लाग्छो थुचेन।